Hello guys, welcome back my YouTube channel. This is my part 2 video. बिहान उठेर सुभाषले चाहिँ चिया बनाउन लाग्नुभयो अनि मैले चाहिँ भाँडाहरू हल्का फुल्का मार्दै थियौँ। हामी नेपाली त हो, हामीले हल्का फुल्का भजन त सुन्नै पर्यो बिहान उठेर। अनि बिहान चिया खाएर उठेर भाँडाहरू हाल्दै थिएँ। मैले चाहिँ भाँडाहरू मिलाएर राखिदिँदै थिएँ। अनि गएर हामीले अब चेक त गर्नु पर्यो केही ड्यामेज केही हुनसक्छ भनेर। अनि हामी चाहिँ फेरि जाने बेलामा दुईटा बेडरुम गएर खोलेर चेक गरेर उरेर सब ठिक ठाउँमा छ कि छैन भनेर हेरेर हामी सबै टोयलेट बाथरुमहरू पनि चेक गरेर हामी त्यहाँबाट निस्किएर बाहिर गएर हामीले हिजो ग्रिल पोलेको थियो नि त, ग्रिल पोलेको सफा गरेको थियो। अनि त्योहरू हेरेर चेक गरेर सफा भएको कि नै भनेर अनि त्यसै बाहिर निस्केर ल्याम्प आएको थियो, ल्याम्पको भिडियो बनाइयो सानो। त्यहाँबाट हामी ल्याम्पको भिडियो बनाएर फेरि त्यहाँबाट हामी निस्कियो। त्यहाँबाट हाम्रो यात्रा सुरु भयो। न्यू क्यासलतिरको हेली राइड गर्न जाँदै थियौँ हामी। अनि यो चाहिँ ओटलीको चस्माबाट कस्तो आउँछ भनेर क्यामेरा राखेर हामीले चेक गरेको थियौँ। अनि भ्यूहरू ओटलीको चस्माबाट खिच्दै त्यहाँ रमाइलो गर्दै गीत गाउँदै हाँस्दै मजाकहरू गर्दै त्यहाँबाट हामी न्यू क्यासलको यात्रा सुरु गरेका थियौँ। बिचमा एकदमै राम्रो मौसम थियो। अनि हामीले चाहिँ साइडबाट पनि ओटलीको चस्माले कस्तो आउँछ भनेर भ्यूहरू ओटलीको चस्मा राखेर क्यामेरामा राखेर अनि भिडियो गरिरहेको थिएँ मैले चाहिँ। अनि त्यहाँबाट हामी न्यू क्यासल पुगियो। न्यू क्यासल गएर हामीले त्यहाँ हामीले बुक गरेको थियौँ हेली राइडको लागि। अनि हामी कार पार्क गरेर त्यहाँबाट हामी लाग्यो प्याकिङमा राखेर अनि भित्र गएपछि चाहिँ हेली राइड गर्नुभन्दा पहिला चाहिँ हामीलाई यस्तो हुन्छ भनेर सब टिम देखाउँदो रहेछ। पहिला त्यो देखाएर मात्र लाँदो रहेछ। अनि चाहिँ बसेर हेरेर अनि त्यसपछि त्यहाँबाट हेली राइड गर्ने मान्छेले इनाएपछि हामीलाई हेलिकप्टरसम्म लिएर जाँदै थिएँ। अनि त्यसपछि यहाँ चाहिँ म चाहिँ पङ्खाले लाग्छ भनेर झुकेर जाँदै थिएँ। यहाँ चाहिँ म एकदम झुकेर हिँडिरहेको थिएँ। अब फर्स्ट टाइम हो नि त मेरो हेली राइड, त्यही भएर थाहा थिएन। अनि त्यसपछि म चाहिँ अर्को डोरबाट चाहिँ पुरा झुकेर जाँदै थिएँ यहाँ हेलिकप्टर चढ्नको लागि। अनि उसले चाहिँ गएर फेरि लागि ढोका खोलिदिन्छ। अनि हेलिकप्टरमा म ढोका खोलिसकेपछि हेलिकप्टरमा म बस्छु। ढोका खोलेर हेलिकप्टरमा बसिसकेपछि चाहिँ त्यसै मलाई के बताइरहेको हुन्छ। अनि त्यसपछि उसले मलाई त्यो हेलिकप्टरमा त्यो बेल्टहरू सिट बेल्टहरू लगाइदिरहेको हुन्छ, ल्याएर लगाइदिन्छ। अनि यहाँबाट लगभग हाम्रोले ढोका लगाइदिएर जान्छ। अनि यहाँबाट हाम्रो हेली राइडको सुरु हुन्छ। अनि हामीलाई कानमा हेडफोन लाउन भनेर दिएको थियो। त्यसमा चाहिँ किनकि हाम्रो त्यो हेलिकप्टरको साउन्डले गर्दाखेरि पुरै कान खाँदो रहेछ क्या। त्यही भएर हामीलाई चाहिँ हेलिकप्टरमा चाहिँ त्यो हेडफोन जस्तो लगाइदिएको हुन्छ, कानमा लगाइदिएको हुन्छ। अनि उसले सब सिट बेल्टहरू लगाइदिएर ढोका लगाइदिएर उठेर त्यहाँबाट ऊ जान्छ। गइसकेपछि हाम्रो चाहिँ त्यो उसमा चाहिँ के भन्छ ब्लुटुथमा चाहिँ के ब्लुटुथ भन्नु आयो। फेरि त्यो हेडफोन लगाइदिएर उनीहरू चाहिँ हामीलाई छोडेर त्यहाँबाट जान्छन्। उता गइसकेपछि चाहिँ हाम्रो हेलिकप्टर थोरै गरेर बिस्तारै माथितिर उठ्छ। अनि यो पाइलटले चाहिँ हामीलाई त्यहाँ के हुन्छ कहाँ हुन्छ भनेर उसमा हेडफोनमा बताइरहेको हुँदो रहेछ। म चाहिँ पुरा मस्त आफ्नो धुनमा हेडफोन लगाएर गीत गाइरहेको थिएँ। त्यो चाहिँ पुरै अगाडि सुनिँदो रहेछ क्या। सबले तिनजना जो बसेको छ त्यतिले सुनिँदो रहेछ। अनि भर्खर हेलिकप्टर यहाँबाट बिस्तारै माथि जाँदै गरेको हुन्छ होइन। तर मौसम चाहिँ हामी चढ्दाखेरि चाहिँ राम्रै थियो मौसम चाहिँ होइन। एकदम वेदर चाहिँ पुरै पानी पर्ला जस्तो थियो होइन। अनि हामी यहाँबाट बिचको माथि हुँदै अझै माथि हुँदै जान्छौँ। यहाँबाट हामी बिच पार गरेर हामी न्यू क्यासलको
सिटीतिर जाँदैछौँ भनेर उसले चाहिँ भनिरहेको हुन्छ हामीलाई कानमा चाहिँ बताइरहेको हुन्छ यस्तो हुन्छ उस्तो हुन्छ यहाँ न्यू क्यासलको सिटी देखाइदिन्छ। अनि त्यसपछि त्यहाँ एउटा स्टेडियम छ के नाम भन्दै थियो उसले मलाई कानमा मैले त्यो ध्यानै दिइनँ आफ्नै तालमा थिएँ भिडियो गरिरहेको थिएँ होइन आफ्नो तालमा पुरा रमाइलो लागिरहेको थियो नि त माथि माथि उडेको फर्स्ट टाइम एक्सपिरियन्स माथितिर हेलिकप्टरमा अरू प्लेनहरू त चढिरहेको थियो तर हेलिकप्टरमा चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स थियो यो मेरो। अनि उसले उहाँ पारी जो होला सायद त्यो पारी हामीलाई त्यो देखाइदिइरहेको थियो क्या त्यसले हामीलाई त्यो स्टेडियम हो भन्ने। अनि मैले चाहिँ छोटो छोटो क्लिक लिँदै रमाइलो गर्दै थिएँ पुरा भ्यूहरू देखाउँदै कस्तो दामी रमाइलो भइरहेको थियो माथि माथि गइरहेको थियो पुरै भ्यूहरू हेर्दै 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 जताततैको भ्यू हेर्दै म भिडियो बनाउँदै सानो सानो भिडियोहरू बनाउँदै रमाइलो गर्दै गीत गाइरहेको थिएँ म। उसले चाहिँ मलाई गीत नगाउनु भन्दै थियो किनकि त्यो सब आवाज चाहिँ जताततै जाँदो रहेछ क्या जसले लगाएको छ त्यतिलाई जाँदो रहेछ। होइन म चाहिँ मस्त आफ्नै तालमा थिएँ क्या। अनि त्यसले उसले भनिसकेपछि चाहिँ मैले अनि त्यसपछि चुपचाप लाएर भिडियो बनाउँदै भ्यूहरू खिच्दै पुरा बसिरहेको थिएँ। अनि त्यसपछि न्यू क्यासलको यो चाहिँ बिच ठुलो बिच हो यो सबभन्दा ठुलो बिच न्यू क्यासलको चाहिँ होइन यो बिच र बिच हुँदै हामी जङ्गलहरू हुँदै अनि त्यसपछि पुरा सिटी छोडेर बिचतिर लाग्छौँ सबैभन्दा ठुलो बिचतिर जताततै हेऱ्यो जहाँ हेरे पनि बिचै बिच थियो हामीले हेर्दाखेरि चाहिँ होइन पुरै बिचै बिच थियो तर रमाइलो थियो। वेदर चाहिँ एकदम त्यो पानी पर्ला जस्तो भइरहेको थियो कि तर पनि वेदर चाहिँ हाम्रो लागि चाहिँ बेस्टै थियो जस घाम लागेको थिएन जस उज्यालै थियो कि पुरै छर्लङ्गै जताततै यस्तो रमाइलो देखिरहेको थियो नि भ्यूहरू हेर्दै 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 हामी पुरै भिडियो बनाउँदै रमाइलो गर्दै भ्यूहरू यस्तो क्लियर भ्यू देखिरहेको थियो नि गाइज। तर फर्स्ट एक्सपिरियन्स भयो नि खत्रै लाग्यो यो चाहिँ मलाई बहुत रमाइलो लाग्यो। यो चाहिँ यो चोटि चाहिँ हामी यो बिचको साइड गएको थियो अर्कोचोटि चाहिँ जाँदाखेरि चाहिँ नेक्स्ट टाइम जाँदाखेरि चाहिँ हामी उता जङ्गलतिर जानु पर्ला। दुईवटा पार्ट हुन्छ कि यसमा चाहिँ गर्नुपर्ने के अरे चुज गर्नुपर्ने एउटा चाहिँ जङ्गल सिटी हुँदै जङ्गलतिर जाने एउटा चाहिँ सिटी हुँदै बिचतिर जाने थियो। अनि बिचमा हेर्नु न गाइज जाने ठ्याक्कै पानी परिरहेको क्या वेदर एकदम ठिक थियो होइन पानी पर्ला जस्तो गरेको थियो तर पुरा पानी परेको नि एक्सपिरियन्स भयो क्या हामीलाई त पुरै पानी परिरहेको थियो हेर्नु सिसामा पुरै पानी ल्याइनिरह। अनि यति भन्दै मेरो भ्लग बन्द गर्नु।